So hello everyone, welcome to back to new our vlog. आज हाम्रो चाहिँ हामीले थाहा पाइसक्नु भयो कसको बर्थडे छ हेलो हेलो के भन्नु पर्छ आज बर्थडे छ नमस्ते अनि आज मेरो छेमा हुनुहुन्छ हेलो छेमा हेलो अनि हाम्रो सन्जना हुनुहुन्छ गाइस यो केक चाहिँ मैले ल्याइदिएको हैन असिमको लागि यो चाहिँ मैले केक ल्याइदिएको कस्तो छ असिम राम्रो छ एकदम ल यो चाहिँ छेमाले ल्याइदिनु भएको हैन गाइस स्प्रे अब हेर्दै हुन्छ अनि 8 इयर्स ओल्ड भन्नुभयो ओके गाइस अनि यहाँ चाहिँ यस्तो छ ओके झ्याम जान्छ काइले है हामी चाहिँ बर्थडेको लागि बेलुन ल्याउनु बेलुन लिने गाइस हैन बाइ बाइ अनि हामी चाहिँ माथि जाँदैछौँ बेलुन लिनुको लागि गाइस छेमाले चाहिँ केक चाहिँ ल्याउनु भएको छ बेलुन ल्याउनु भएन रहेछ हैन बिर्सिनु भएछ हैन देख्छु आजको बर्थडे कस्तो हुन्छ हैन सो साथीहरु हामी चाहिँ डिपार्टमेन्ट बनाइसकेछौँ यहाँ बेलुन यहाँ छ इस बर्थडेको बेलुन इस यहाँ कि कता देखिरहेको थियो मैले बेलुनहरू पनि खोजौँ न यहाँ चाहिँ छ उयोहरू चाहिँ होइन होला है सोध्नु ल साथीहरू यस्तै छ है डिपार्टमेन्टहरू छ यहाँ म यस्तो घुमिदिउँ न केही नलागे पनि यसो हेरिदिउँ साथीहरू छेमा हामी चाहिँ आइसक्यौँ होइन अहिले बेलुन किन्नुलाई गाइस यो चाहिँ हामी चाहिँ सबै फुलाइसकेको छौँ हाम्रो बर्थडे बोयको मम्मी चाहिँ यता हुन्छ हेलो छेमा हाम्रो छेमा हाम्रो गाइस हामीले चाहिँ यति धेरै अनि अब चाहिँ हामीले चाहिँ के गर्छौँ डेकोरेसन गर्छौँ टेबल त अलिकति ल्याउनुपर्छ गाइस हैन म चाहिँ बर्थडे बोय गाइस छेमा कस्तो लाग्यो भनिदिनु न यस्तो हेलो हेलो ल बस्छ त सिम हाम्रो अनिसा छेमा भर्खर काठमाडौँदेखि आउनु भएको छेमा बर्थडे बोय हाम्रो चाहिँ यहाँ रेडी हुँदैछ गाइस होइन यहाँ चाहिँ क्यान्डल छ खै यो चाहिँ फाइदा खोल्न हेलो इन्जोय छ गाइस यहाँ चाहिँ बर्थडे छ होइन हाम्रो चाहिँ बर्थडे चल्दैछ साथीहरू हामीले चाहिँ बर्थडे पनि खाइसक्यो आज गर्न चाहन्छु